हिजो बेलुकासम्म एउटा पार्टीमा छ, मध्यरातमा अर्को पार्टीमा गयो, बिहान टिकट अर्कै पार्टीको लिएको छ। अब यस्ता चाहिँ दर्जनौं अनुहारहरू यस्ता छन्। अब यहाँ नारा लागिरहेछ, सडकमा नारा लागिरहेछ कि टिकटहरू निलाम बढाबढमा राख्यो, सेल गरियो, बिक्रीमा राख्यो, निलाम बढाबढमा राख्यो, 10-20 लाखमा होइन 2 करोडमा बेच्यो। अब अहिले उनीहरूको त सार्वजनिक रूपमा नारै लगाइदिन्छ। अरू पार्टीमा गाईगुई टिकट चाहिँ बेचियो, यो गरियो भनेर गाईगुई हल्ला हुन्थ्यो। त्यहाँ त सार्वजनिक रूपमा नारा लाग्दैछ कि चाहिँ पार्टीको टिकट चाहिँ 2 करोडमा बेचियो, 2 करोडभन्दा बढीमा पनि बेच्यो, 2 करोडमा त बेच्यो भनेर अब नारै लागिरहेको छ। भनेपछि चाहिँ के छ भने तर्कशास्त्रको एउटा सिद्धान्त के हुन्छ भने यदि ऊ पर तपाईँले धुवाँ देख्नुभयो भने त्यसले त्यसबाट के अर्थ ग्रहण गर्न सकिन्छ भने त्यहाँ पक्कै पनि आगो बलेको छ। यो तर्कशास्त्रको आधारभूत सिद्धान्त हो। त केही नभइकन धुवाँ, आगो नभइकन धुवाँ आउँदैन।